खतरा है हामी आज सपिङमा गर्न आएको त है यतिको चाहिँ छ है यो एरियामा यो सेर्दिनु Excuse me, excuse me. यतिको चाहिँ छ है कोटहरू यतिको चाहिँ कोटहरू छ है कलर कुन कलरको दाइ कुन कलरको यतिको चाहिँ कोटहरू छ है मालहरू हैन यतिको चाहिँ गइसकेछ त्यो यहाँ साइडमा पनि छ त त्यो हैन त्यो गर्मी हुँदैन यो ए हुँदैन होला गर्मी त भइहाल्छ 42 42 भन्यो स्मल त होइन गइस नि त्यो त ल त यतिको चाहिँ ठुलो हुने रहेछ है क्या हो ठुलो हो अलिक ठुलो जस्तो लाग्यो मलाई अलि होइन धेरै ठुलो भयो अलिक ठुलो जस्तो स्मल साइजको थियो त्यो गएछ यो चाहिँ तिमीलाई चाहिँ हुन्छ मलाई चाहिँ हुन्छ होला पक्कै हुन्छ मलाई चाहिँ होइन हो रिङ्गडा हुँदै होला नि यहाँ कोट्लाको बेलामा कस्तो दिन्छ मलाई चाहिँ भनेर छैन तिमीलाई पो ठ्याक्कै उसलाई पो मेरो ज्यान ठुलो छ नि त ल अन्त गर्नु भयो कस्तो थियो र कस्तो कलरको त्यही हो स्मल साइजको हेर्नु न पेन्सन नयाँ नयाँ चक्क यतिको चाहिँ छ है मालहरू आउने भाइ यता आउँदा हुन्छ है रुमर भन्नु त कति हो 15-25 अरे यिनीहरू त हेर्दै एलर्जी हुने खालको छ अन्त यो अफिसमा बस्ने खालको छ यतिको छ है मालहरू त उहरूको लेडिजको यतिको छ है के को यो लेडिज जेन्ट दुइटै लाउन मिल्ने खालको छ लेडिजको के को यो त लेडिज हो यार यो त होइन सबै लेडिजको लड्कीका माल यतिको फोहोर चाहिँ हुनुपर्छ है होइन यतिको फोहोर चाहिँ हुनुपर्छ लेडिज रहेछ सबै होइन लेडिजको फेरि कपडा जहाँ पनि धेरै यो गर्नु रहेछ क्या दाइ छिटो छिटो चेन्ज भइरहेको त्यही भएर कस्तो चिलाइरहेको एलर्जी म चाहिँ यतिको छ ऐसा लगता है मकै जराम देराम एउटा टी सर्ट हेर्नुपर्छ है क्या सेतोबाट हेर्नु त कहाँ कलर भएको क्या टी सर्ट यस्तो क्या यस्तोबाट सर्ट भन्छ यसलाई कहाँ टी सर्ट भन्छ टी सर्टै भए पनि सेतोबाट हेर्नु न अलिक अघि उता पर एउटा राम्रो अलिक राम्रो आइ त हाल्यो अब के गर्नु आइ त हाल्यो होइन त त्यो सर्ट पनि ठिक छ फुल छ क्या त हाफ होइन मलाई फुल चाहिँदैन फुल ठिक लाग्दैन क्या
मकैबारी दराम दराम सेन्डो आम्मा कुडीहरू त यता छ त कुडी कुडी एक कुडी ग्रुप अफ धोतिजको रहेछ यो। ग्रुप यस्तो कस्तो हो यो मलाई कस्तो उतादेखि हेर्दा सेतो देख्ने फेरि यहाँ कस्तो अर्कै। सर्ट नै क्या त भेस्टहरू न सर्ट ठिक लाग्दैन मलाई खै कहाँ हेर्नु भएको तपाईँले उता सेतो सर्ट यो यो त अनि लगाएको जस्तै हुँदैन नि तर हुँदैन होला तिमीलाई साइज कति साइज लार्ज हो लार्ज हुन्छ यसको फेरि दाम पनि कडै होला नि त खै दामहरू त 75 मात्रै धेरै रिङ्गडा चल्ने खालको मकैबारी दराम 70 जति हो। चेक हामीले चाहिँ कपडा चाहिँ यसो चेक पनि गऱ्यौँ अलिक फिट भएन होइन दाइ टी सर्टमा जाउँ त टी सर्टमा सेतोबाट लाइन टी सर्ट अनि यसो ठिक पनि भएन अनि रिटर्न गरिदिउँ टी सर्ट त्यो के अरे कलरवाला कलरवाला टी सर्ट ठिकै हेर्नु सेतोबाट राम्रो टक्क चिटिको परेको टी सर्ट सर्टहरू त तिमीले कहिले लगाएको देखिन त अन्त म यस्तो ए त्यस्तो मैले यो बट्टामा लाउन झ्याउ लाग्छ मलाई यस्तो सट्टै छिरै हाल्ने हुनु पऱ्यो के सर्टहरू छ नि म लाउँदैन नि मकैबारी दराम टी सर्टहरू चाहिँ खासै लगाइहाल्नु ट्याग देखिन नि लाउँदैन म टी सर्ट चाहिँ उता त बच्चाको यति नै हो खलास खतम सबै सबै अब बहिनीहरू नानी बाबुहरूको रहेछ होइन आजको सपिङ खल्लो खल्लो भयो जस्तो छ है त छोरी मान्छेहरूको केटाकेटी केटी केटी हो होला यतिको चाहिँ छ है मारेको छ यहाँनिर आजको सपिङ भएन राम्रोसँगले आज यसो एक दुईवटा टी सर्ट र कोट लिन आएको मन पसन्द मन खाइको चाहिँ भेटिएन होइन त ब्याग स्याग रहेछ मीठी मीठी बात ऐसा लगता है मकैबारी दराम दराम कहाँ अर्को योमा ठिक भन्नु चित्त बुझेन है आज चाहिँ यतिकै फर्किने भयो यतिकै घुम्दै काउन्टर हो यतिको चाहिँ छ है यताबाट यतिको चाहिँ छ है काउन्टर भइगयो होइन हामी चाहिँ लिफ्टबाट तल जाने यो चाहिँ डेकोरेसनको लागि हो होम डेकोरेसनको लागि हो यो चाहिँ अगाडिको यहाँबाट हामी चाहिँ अब यहाँबाट जस्तो लिफ्टमा जान्छौँ छोडेर होइन र धेरै दिन पनि नहालेको नि त टाइम धेरै दिन पनि भइसकेको थियो नि त नहाले युट्युबमा
भिडियोहरू अनि आज चाहिँ यसो अपडेट गराइदिउँ न म बाँचेकै छु भनेर बाँचेकै छु है भन्ने चाहिँ हुनु पऱ्यो क्या अब तिमी जस्तो चाहिँ यस्तै लाउँछ कि भोइस ओभर गर्छ यत्तिकै हो किन भोइस गर्नु र अलिअलि भोइस यो छ भने त्यहाँ त्यो हेरो अनि त्यहाँ यसो गर नत्र किन नेचुरल हो नि त हो म त नेचुरल हो बुकहरू कति पढ्नुहुन्छ त बुकहरू कति पढ्नुहुन्छ त तपाईँ बुक बुक अहिले खासै पढ्दैन सुहरू हेर्नु न त सुज हेर्ने हो त्यो छ है माल छ ए त खाएको रहेछ त जुत्ताहरू ए बाबु यहाँ बसिरह हेर्नु छोरी मान्छे टी सर्ट हो कि क्या हो छोराले हो यताहरू पनि छ छोराले लाउने कता यता यता पनि छ सायद यता छ जक्सन सक्सन छ मोटो मोटो यत्रो त नि पोलेर कस्तो यो सिरकै हो कि या जाडोमै ठिक हुने रहेछ त यो जाडो ब्ल्याङ्केटै बोके जस्तो हुन्छ होला ठुलो क्या हेर्नु त कस्तो के भयो हेर्नु त है आधी केजी छ क्या एउटै सबै मोटो रहेछ गर्मीमा त फाँक बनाउँछ यताबाट आउनु यताबाट कस्तो मोटो मोटो त यो सबै मोटो टाइपको यो त जाडोमा लाउने खालको बाहिरबाट झट्टै हेर्दा मात्रै टक्क टाइपको देखिने रहेछ तर भित्र मोटो क्या यो यताबाट पातलो है क्या पोलेर मार्छ यस्तो मोटरले त नि पोल्दैन सुहरू त खतरा खतरा देखिने रह्यो यहाँबाट त ठिक ठिकै छ क्या के धेरै लाउने होइन यो एक दुईपल्ट यस्तो धेरै लाउने हो र यो तर फुटा पोल्ने है यिनीहरूले जुत्ताले यतिको चाहिँ दाजुभाइहरू चाहिँ छ है यतिको चाहिँ दाजुभाइहरू छ है यहाँ पार्किङ एरिया आइसक्यौँ यो चाहिँ आजको घुमाइ छ च्याट्टैसँगले सबै मार्केट हो यो हामी अब तल पार्किङ यो चाइना हेर्नुहोस् चाइनाको माल हेर्नुहोस् क्यापिटल मल भन्ने ठाउँ चाहिँ यो यहाँनिर हो यता एचआरको काम गर्छ के टाइम सिटहरू बनाउने क्या बुढो त्यही होला अलबरा राम्रै ठिकै छ पोजिसन बुढोको यतिको चाहिँ छ है आम्बो यो चाहिँ
डाइनोसरै हो नि त त्यो चाहिँ डाइनोसरले हान्छ है अब हामी अँ यता त्यो मजेत मलमा जानलाई गाडी कहाँ हुन्छ सबैभन्दा ठुलो कुरो त गाडी गयो भने पार्किङ चाहिँ समस्या हुन्छ नि त दोस्रो समस्या चाहिँ उम्